सबैजनालाई जय मसीह। र आज म हजुरहरूको सामु एउटा छोटकरी वचनले लिएर आएको छु र त्यो वचनको शीर्षक चाहिँ छ आफ्नो शत्रुलाई प्रेम गर। र त्यो वचन हामी हेर्न सक्छौं कहाँ पाउँछौं भनेदेखि मत्ती 5:44 मा पाउने छौं। र त्यसमा लेखेको छ, तिमीहरूले यसो भने सुनेको छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीलाई भन्ने छु, आफ्नो शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। र यहाँ यसो भनिरहेको छ परमेश्वरले कि हामीले चाहिँ सुनेका छौं आफ्नो छिमेकीलाई प्रेम गर्नु र आफ्नो शत्रुलाई घृणा गर्नु भनेर। र परमेश्वरले चाहिँ यहाँ भन्नुहुँदैछ हामीले चाहिँ आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ। यहाँ भनिरहेको छ हामीलाई सताउनेहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ भनिरहेको छ परमेश्वरले। अनि हामी जान्न सक्छौं, हामीले आज आफ्नो जीवनमा हेर्यो भने हामीले आफ्नो शत्रुलाई घृणा गर्दछौं। हामीले आफ्नो शत्रुले भनेको कुराहरू हामी सुन्दैनौं। र यहाँ हामीले धेरैचोटि देख्न सक्छौं हामीले आफूलाई माया गर्ने मान्छेहरूलाई मात्रै हामी आजकल माया गर्छौं र जुन मान्छेले हामीलाई घृणा गर्छन्, हामीलाई मन पराउँदैनन्, हामी तिनीहरूलाई पनि यसरी नै हामी मन पराउँदैनौं। तर परमेश्वरले चाहिँ के भन्नुहुँदैछ भने हामीले आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ। र परमेश्वरले त्यो उसको मुखबाट खाली भनेर होइन, तर उहाँले गरेर पनि देखाउनु भएको छ। यदि हामी परमेश्वरको जीवनलाई देख्छौं भने जब ऊ परमेश्वर मानिसको रूपमा जन्मेर यो संसारमा आउनु भएको थियो, उहाँको पनि धेरै शत्रुहरू थियो, उहाँलाई मन नपराउने धेरैजना थियो। र पनि परमेश्वरले उसको जुन मान्छेहरूले परमेश्वरलाई घृणा गर्थ्यो, तर परमेश्वरले चाहिँ भन्नु भएन कि म यो मान्छेलाई घृणा गर्छु, म यो मान्छेलाई मद्दत गर्दैन। परमेश्वरले त्यस्तो भन्नु भएन। परमेश्वरले आफूद्वारा पनि गरेर देखाउनु भयो र भन्नु पनि भयो कि उहाँले एउटा उदाहरणको लागि उहाँले देखाउनु पनि भयो कि हामीले आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ भनेर। र अनि यो परमेश्वरले पनि भन्नुभएको थियो कि हामीले आफ्नो शत्रुलाई प्रेम गर र हामीलाई सताउनेहरूको निम्ति हामीहरूले प्रार्थना गर्नुपर्छ भनेर। र परमेश्वरले आफूले पनि गरेर देखाएको छ। हामीले फेरि देख्न सक्छौं परमेश्वर धेरैचोटि परमेश्वरलाई घृणा गर्नेहरू मान्छेहरू धेरै परमेश्वरलाई सताउने गरिरहेको थियो। र पनि परमेश्वरले त्यस्तो गर्नु भएन आफ्नो शत्रुहरूलाई। परमेश्वरले त मान्नुहुन्थेन कि उहाँहरू शत्रु हो। परमेश्वरले त हामी सबैलाई बराबरै प्रेम गर्नुहुन्छ। र त्यो प्रेमबाट चाहिँ हामीले के थाहा पाउँछौं भने हामीले पनि आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ। धेरैचोटि हामी संसारमा भएको कारणले हामीले धेरैचोटि गल्ती गर्छौं। हामीले आफ्नो शत्रुलाई प्रेम गर्दैनौं। र यस्तो हुन्छ कि हाम्रो जीवनमा धेरैचोटि हुन्छ कि अरूले हामीलाई मन पराएको छ भने पनि हामीले धेरैचोटि उहाँहरूलाई पनि घृणा गर्ने गर्दछौं। अरूले हामीलाई राम्रो भन्दाखेरि हामीले नराम्रो सुन्छौं। यदि उनीहरूले हामी गल्ती गरिरहेको बेलामा यदि अरू मान्छेले आएर हामीलाई यो गलत हो, यो तिमीले गर्नु हुँदैन, यो गर्नु हुँदैन भने र हामी चाहिँ त्यो कुरा गर्नुको लागि चाहिँ हामीले धेरै उत्साहित छौं। अनि हामीले धेरैचोटि पनि सोच्छ कि
उनीहरूले त भन्दै गर्छ हामी आफ्नो जे गर्नुपर्ने हामी गर्छु भनेर, र धेरैचोटि हामी पनि यस्तो हुन्छ कि गल्ती गरेर पनि हामी आफ्नो गल्तीलाई उयो मान्दैनौँ, र त्यसै गरी हाम्रो लाइफमा पनि धेरै उयो आउँछ। हामीले यदि परमेश्वरले भनेको हामीले सुन्यौँ भने अनि उहाँले भनेको कामहरू गर्यो भने हामी धेरै सफलता हुनेछौँ। र यहाँ परमेश्वरले फेरि हामीलाई के उयो दिइरहेको छ भने, हामी एउटा क्रिस्चियन, हामी इसाई भएर हामी जान्दैनौँ कि हामीले के गरिरहेको छ र के गरिरहेको छैन। हामी धेरैचोटि गल्ती हुन्छ हामीबाट, तर हामीले शत्रुहरूलाई पनि माया गर्नुपर्छ। अनि र परमेश्वरले चाहिँ यहाँ हामीलाई एउटा च्यालेन्ज दिइरहनु भएको छ। यो भर्समा हामी हेर्दाखेरि हामीले धेरै क्वेसनहरू हाम्रो माइन्डमा आउँछ कि हामीले आफ्नो शत्रुलाई प्रेम गर्नुपर्ने हो कि होइन भनेर। तर यदि हामीले आफ्नो शत्रुलाई हामीले प्रेम गर्यो भने के हुन्छ, हामीले आफ्नो शत्रुलाई प्रेम गर्यो भने अरू मान्छेहरूले के भन्छ भनेर हामी सोच्ने गर्छौँ धेरैचोटि। र परमेश्वरले चाहिँ यहाँ भनिरहेको छ हामी आफ्नो शत्रुहरूलाई प्रेम गर्नुपर्छ। अनि यहाँ भनिरहेको छ परमेश्वरले भन्नुभएको थियो कि यदि हामी परमेश्वरमा भयो भने हामीबाट केही असफल हुने छैन। यदि हामी उहाँमा छ भने हामी सबै कुरा सफलता पाउनेछौँ। र यसै गरी हामीले आफ्नो शत्रुहरूलाई प्रेम गर्न नसक्ने होइन, हामीले प्रेम गर्न सक्छ। हामीले प्रेम गर्न सक्छ परमेश्वरमा भएर। अनि परमेश्वरले भनेको जस्तै हामीले गर्यो भने हामीले अनन्त जीवन पाउनेछौँ। र यसै गरी हाम्रो इसाई जीवनमा के धेरै बाधाहरू आउँछ भने हामीले सोच्छौँ धेरैचोटि कि हामी यदि हामी क्रिस्चियन हो र अरू जातिको मान्छेहरूले हामीलाई धेरैचोटि भन्ने गर्छन् कि इसाईहरू यस्तो हुन्छन् उस्तो हुन्छ। तर हामीले चाहिँ तिनीहरूलाई आफ्नो शत्रु मान्छौँ। तर बाइबलमा भनिरहेको छ कि हामीले तिनीहरूलाई आफ्नो शत्रु नमान, तर उनीहरूको निम्ति प्रार्थना गर। र परमेश्वरले भनेको जस्तै हामीहरूले पनि तिनीहरूको निम्ति प्रार्थना गर्नुपर्छ। धेरैचोटि हामी जान्दैनौँ हामी के गर्छौँ के गर्दैनौँ, र परमेश्वरले भनेको अनुसार यदि हामीले गर्छौँ भने हाम्रो जीवनमा धेरै राम्रो हुनेछ। र यसै गरी यदि हामी विद्यार्थी छौँ अहिले हामी, अनि हाम्रोमा चाहिँ धेरै च्यालेन्ज के आउँछ भने धेरै च्यालेन्ज के आउँछ भने हाम्रो आफ्नै स्कुल या अथवा कलेजमा भएको साथीहरूसँग हामी दुश्मन बनाउने गर्छौँ। जस्तो कि यदि हामी आफ्नो क्लासमा यदि हामी आफ्नो साथीहरूसँग मिलेर बस्दैनौँ, हामी धेरैचोटि उनीहरूसँग झगडा गर्ने गर्छौँ र उनीहरूलाई हाम्रो शत्रु मान्ने गर्छौँ। अनि धेरैचोटि यस्तो हुन्छ कि हामीले उनीहरूलाई माफ गर्न सक्दैन। र धेरैचोटि उयो हुन्छ हामीले आफ्नो मुखबाट त भन्छौँ मैले उसलाई माफ गरेको छु, मैले उसलाई माफ गरेको छु, तिमीले यस्तो गरेको थियो मैले तिमीलाई माफ गरेको छु भनेर हामी उनीहरूलाई भन्ने गर्दछौँ। तर हामीले आफ्नो जीवनमा चाहिँ त्यो उयो गरेको हुँदैन। हामीले मुखबाट त भन्छौँ मैले उसलाई माफ गरेको छु, मैले योलाई माफ गरेको छु, तर हामीले यदि त्यो
कुरा चाहिँ हामीले आफ्नो त्यो अर्को मान्छेले गरेको गल्ती चाहिँ यदि हामीले त्यसलाई सम्झिबस्छौँ, त्यसलाई दोहोऱ्याइरहन्छौँ हाम्रो लाइफमा, त्यो सोच्दै गर्छन् कि यो मान्छेले यस्तो भनेको थियो, त्यो मान्छेले यस्तो भनेको थियो भनेर हामीले सोच्दै गर्छौँ भने र त्यसमा चाहिँ हामीले प्रेम पाउँदैनौँ। किनकि यदि हामीले त्यो मान्छेलाई प्रेम गरेर उसलाई माफ गरेर आफू जस्तै सोचेर माया गर्छौँ भने हामी त्यो मान्छेको फेरि त्यो गल्तीलाई हामी पछाडि फर्केर हेर्दैनौँ। त्यहीबाट नै हाम्रो धेरै मिसअन्डरस्ट्यान्डिङहरू हुन्छ। अनि यहाँ भनिरहेको छ, यदि परमेश्वरले भनिरहेको छ कि यदि हामीले त्यस्तो गर्नु सक्दैनौँ, आफ्नो शत्रुहरूलाई प्रेम गर्नु सक्दैनौँ भने हामी परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। परमेश्वरलाई त्यसको लागि सामर्थ शक्ति माग्नुपर्छ कि हामीले त्यो मान्छेलाई, त्यो आफ्नो शत्रुलाई माफ गरेर उहाँलाई प्रेम गर्नु सक्ने चाहिँ हामीले माग्नुपर्छ परमेश्वरलाई। अनि यो पनि सक्छौँ कि यदि हाम्रो शत्रुकोमा यदि हाम्रोमा उनीहरूकोमा केही सामान छैन या केही उनीहरूलाई खाँचो परिरहेको छ भने हामीले सोच्ने गर्छौँ, यो मान्छेले त मलाई यति गल्ती गरेको छ, म चाहिँ त्यसलाई किन यो दिनु भनेर हामीले सोच्छौँ। तर परमेश्वरले भनेको छ कि यदि उनीहरूले माग्छौ भने हामीले दिनुपर्छ भनेर यहाँ लेखिएको छ। अनि हामीले उनीहरूलाई दया गर्नुपर्छ। हामीले धेरैचोटि सोच्छौँ तिनीहरूलाई यस्तो गरेर के हुन्छ के हुँदैन, तर परमेश्वरले यहाँ भनिरहेको छ कि हामीले उनीहरूलाई प्रेम गर्नुपर्छ भनेर। अनि धेरैचोटि त्यस्तो परीक्षाहरू पनि आउँछ कि हामीले आफ्नो शत्रुलाई प्रेम गर्नु सक्दैन, हामीले चाहेर पनि त्यो गर्नु सक्दैनौँ कि हामी आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ भन्ने चाहिँ हामीले त्यो हाम्रो दिमागमा चाहिँ कहिले पनि आउँदैन। तर हाम्रो दिमागमा के आउँछ भने हामी त्यो शत्रुलाई चाहिँ कसरी बदला लिऊँ भनेर त्यो हाम्रो दिमागमा आउने गर्छ। अनि त्यो हाम्रो दिमागमा आएपछि हामीले पाप गर्ने गर्छौँ। आफ्नो शत्रुलाई प्रेम गर्नुभन्दा हामीले त्यसलाई प्रेम गर्नुभन्दा त हामीले धेरै घृणा गर्ने गर्छौँ। अनि त्यो हामी चाहँदैनौँ कि हाम्रो शत्रुलाई केही राम्रो भएको हामी चाहँदैनौँ। अनि त्यसलाई राम्रो भएको हामी कहिले पनि चाहँदैनौँ। हामी खालि हेर्न चाहन्छौँ कि त्यो हाम्रो शत्रु चाहिँ जहिले पनि हामीले मुनि भएको हेर्न चाहन्छौँ। जस्तो कि यदि हाम्रो शत्रु केही कुरामा धेरै अगाडि छ, उहाँले धेरै कुरा गर्नु सक्छ भने हामीले चाहिँ चाहन्छौँ कि त्यो शत्रु चाहिँ धेरै मुनि होस्, त्यो शत्रुलाई चाहिँ केही नपाओस्, त्यो शत्रु खालि यो संसारमा पापी भएर नै घुमोस् भनेर हामी चाहन्छौँ। तर बाइबलमा भनेको अनुसार हामीले चाहिँ त्यस्तो गर्नुहुन्न रहेछ। हामीले चाहिँ परमेश्वरको चित्रलाई चाहिँ हामीले देखाउनुपर्छ। जस्तो कि हामीले देख्न सक्छौँ कि परमेश्वरले हामीलाई आफ्नो चित्रमा बनाएको हो भनेर हामीलाई थाहा छ। र हामीले चाहिँ त्यो कुरालाई आफ्नो चरित्रबाट देखाउनुपर्छ। अनि हामीले उसको चित्रलाई हामीले देखाउनुपर्छ कि हामी ईसाईत भएर हामीले त्यो कुराहरूलाई धेरै देखाउनुपर्छ
कि हामी ईसाई हो भनेर। अनि परमेश्वरले यदि हामीले परमेश्वरको जस्तै चरित्र परमेश्वरको चरित्र हामीले आफ्नो जीवनमा आफ्नो चरित्र बनाएर यदि परमेश्वरको जस्तै चरित्र हाम्रोमा छ र आफ्नो चरित्र हामीले परमेश्वरको चरित्रलाई अपनायौँ र परमेश्वरको बारेमा हामीले यो सारा संसारमा फैलायो भने त्यसलाई चाहिँ ईसाई भन्ने छ। र अनि परमेश्वरको चरित्र चाहिँ हामीले कसरी देखाउनु पर्छ भने हामीले धेरैचोटि गल्ती गर्ने गर्छौँ। धेरैचोटि हामीले आफ्नो शत्रुलाई प्रेम गर्दैनौँ, आफ्नो छिमेकीहरूलाई पनि प्रेम गर्दैनौँ, आफ्नो परिवार आफ्नो यहाँ संसारमा भएको हरेक कुरामा हामीले भन्ने गर्छौँ यो मन पर्दैन त्यो मन पर्दैन। त्यो हामीले संसारमा भएको कारणले हामी भन्दछौँ। तर यहाँ भनिरहेको छ परमेश्वरले पनि भनिरहेको छ कि परमेश्वरले जे हामीलाई दिनुभएको छ त्यसमा हामी खुसी हुनुपर्छ भनेर। र अनि परमेश्वरको यहाँ परमेश्वरले हामीलाई भनिरहेको छ हामीले परमेश्वरको हृदयलाई चाहिँ हामीले देखाउनु पर्छ कि त्यो हामीले कसरी देखाउन सक्छ भने हामीले आफ्नो शत्रुलाई प्रेम गरेर आफ्नो जुन मान्छेलाई आफूलाई मन पर्दैन त्यो मान्छेलाई हामीले प्रेम गर्नुपर्छ। र परमेश्वर यहाँ हामीले हेर्न सक्छौँ कि परमेश्वरले हामीलाई त्यति बेला पनि हामीलाई माया गर्थ्यो जब हामी पापी थियौँ। र जब हामी पापी थियौँ परमेश्वरले हामीलाई प्रेम गर्नुभएको थियो। हामीले हेर्न सक्छौँ कि आदम र हव्वाले जब पाप गरेको थियो परमेश्वरले भनेको कुरा नसुनेर उनीहरूले आफ्नो इच्छाद्वारा जब शैतानले उहाँहरूलाई गर्नु भन्यो आफ्नो कुरा सुनेर उहाँले जब गर्नुभयो त्यति बेला पनि परमेश्वरले आदम र हव्वालाई प्रेम गर्नुभएको थियो। र अहिले पनि उहाँले हामीलाई पनि यति धेरै नै प्रेम गर्नुहुन्छ। र हामी परमेश्वरको छोराछोरी भएको कारणले हामीले चाहिँ आफ्नो शत्रुलाई प्रेम गर्नुपर्छ। हामी धेरैचोटि त्यसमा कामयाब हुँदैनौँ। धेरैचोटि हामी परमेश्वरले भन्नुभएको छ तर हामी परमेश्वरमा छौँ भने त्यो असम्भव पनि त छैन। त्यो हरेक कुरा सम्भव छ परमेश्वरमा जुन मान्छेहरूमा छैन। र त्यसैले यहाँ जसरी कि यहाँ बाइबलमा भनेको छ कि परमेश्वरमा चाहिँ सबै कुरा सम्भव छ। त्यसको मतलब यो होइन कि हामी मान्छेहरूले पनि गर्न सक्दैनौँ। यदि हामी परमेश्वरमा भएर हामीले गर्यो भने चाहिँ हामीले थाहा पाउनेछौँ कि हामीले कति गर्नु सक्छ र कति गर्न सक्दैनौँ। धेरैचोटि हामीले सोच्छौँ म त धेरै पापी छु, म सक्दैनौँ, म यस्तो गर्न सक्दैनौँ। यदि हामीले परमेश्वरमाथि विश्वास नै गरेनौँ भने हामीले सक्दैनौँ। हामीले परमेश्वरमाथि विश्वास गरेर चाहिँ हरेक कुरा गर्नुपर्छ ताकि हामी जुन काम गर्छ त्यो चाहिँ सफल होस् भनेर। अनि म यहाँ अन्तमा भन्न चाहन्छु जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ जब हामी पापी थियौँ त्यसरी नै हामीले आफ्नो शत्रुहरूलाई पनि प्रेम गर्नुपर्छ। अनि हामीले चाहिँ आफ्नो परमेश्वरको चरित्रलाई चाहिँ हामीले आफ्नो जीवनमा लागू गरेर अरूलाई देखाउन सकेको होस् भनिकन म भन्न चाहन्छु। र म आशा गर्छु कि हजुरहरूले बुझ्नुभएको छ मेरो वचन। र मेरो वचन यतिमा राख्दै फेरि पनि सबैलाई जय मसीह।